के लिएर आइसियो गुड तैँले टिपेको कि आमाले हाँ देखा त आज मटरको सब्जी गुड वाट इज द्याट अदुवा अदुवा पो त्यो त अदुवा होइन ओ काकीले बारी खन्दैछ काकी म आउँदैछु ल सघाउनु वेलकम ब्याक टु माई च्यानल है आज चाहिँ मैले के गर्नु खोजेको भन्दाखेरि चाहिँ आज बिहानै मेरो एउटा काम थियो है गिटीहरू अनलोड गर्नु थियो किनभने रोडको कन्डिसन खराब भएको कारणले गर्दाखेरि सो त्यो भिडियोहरू मैले लाइभ चाहिँ गरेको छु र आज बिहानदेखिको रुटिन भन्दैछु आज हल्का मैले वकहरू गरेँ एक्सर्साइजहरू अलिअलि गरेँ र त्यहाँ गिटीहरू अलिकति अनलोडहरू गरेँ र अहिले मेरो ब्रेकफास्ट दुध उमालिसकेको छु एकपट्टि फेरि यहाँ अन्डा 3टा अन्डा 2टा आलु छ अनि मैले टक्कै बिहानको ब्रेकफास्ट चाहिँ टक्कै ओट्स रेडी छ हो अब हनी छैन किनभने हनी पर घरमा छोडेको छ सो ओट्स र दुध म यसलाई भिजाएर खान्छु र यो डाइट म लिनु गइरहेको छु र अब आज चाहिँ दिनमा के छ भने काम तपाईँलाई देखाउँछु स्टे ट्युन आज बारी खन्ने काम छ ब्रो भोलि चाहिँ हाम्रो यहाँनिर टर्निङहरू धेरै बिग्रेको छ हामी अब सबैजना समाजको मिलेर फेरि पनि अब बर्खा लागिरहेको छ अल्टरनेटिभ रोड धेरै नाजुक अवस्थामा छ र अहिले नै हामीले चाहिँ गिटी ल्याउँदैछ भोलि ढलाइ छ र हामीले यो अब गिटी साइड गरेर भोलि चाहिँ ढलाइ देखाउँछु तपाईँहरूलाई आज चाहिँ म यहाँनिर बारी खन्नु गइरहेको छु यहाँ काकीसित र आमाले चाहिँ तल मल छर्नु भन्दै थियो ऊ तल मल चाहिँ अहिले छरौँला यहाँ काकीले अलिक सघाउँछु सो आजको भ्लग चाहिँ यस्तै हुँदैछ है तपाईँहरूलाई देखाउँछु भिलेज लाइफमा के कसो एक्टिभिटिजहरू हुन्छ होइन यो खन्नु चाहिँ धेरै नै राम्रो हो नि त किनभने यो हाम्रो जुन चाहिँ हाम्रो बडीको जुन चाहिँ टेस्टोस्टेरोन लेभलहरूलाई अझै राम्रो बनाउँछ है यो जुन चाहिँ बन्चोरोहरू हाल्दा झन् राम्रो हुन्छ तर डाइट चाहिँ मेन्टेन गर्नु पऱ्यो भर्खर मैले खाइसकेको छु 3टा अन्डा 2टा आलु अनि ओट्स अनि दुध त्यसो चाहिँ गर्नु हुँदैन है सो स्टार्ट अब मिस्टेक भने भन्नु ल यताबाट गर्छु ल बाजो चाहिँ खनेको उताको बाजो यो पनि यो चाहिँ बाँझो भन्छ के बुढो पो देख्दो रहेछ के बुढो पो देखेको होइन किन कम्ती कम्ती हिर्काउनु अलिक अब बाजोमा त अलिक जोडले नि अब अब ठिकै छ आलु पनि भेट्दैछ जिका न हाल अब टक्कै यस्तो है ठिकै छ ठिकै छ हेर्नु त कहाँ एकै ठाउँ थाक गरेको मिलाउनु खन्दै खन्दै यता आऊ न कता यता हो त्यसरी ए ल भाइया सो आज चाहिँ माथिको बारी खनिसक्यो काकी र मैले तर काकीले ज्यादा खन्यो मैले सकिले ज्यादा खन्नु किनभने धेरै साह्रो पर्दो रहेछ तर मैले यो मलहरू चाहिँ पुरै डल्लै छर्यो आधी बाटोमा आधी बारीमा अब फेरि यो मल मकै रोप्दैछ आम्मामा हेभी गरम हुँदो रहेछ मल पनि हाम्रो धनकुमार दाजु र अर्को छोरीको बिहामा थाकेर यो त निस्किएर त हौ दिदीले चाल पैसा हालेर भित्रैमा पछि काम गरे भन्दै थियो ल तल्ली न त चल्ली न अब चाहिँ यो मल चाहिँ यसरी छर्नुपर्छ यो स्टाइलले छर्नु पर्दो रहेछ नि त बुहारीलाई देखाउनुको लागि होला नि एकदम काम गरे भन्नुको लागि तर आमाले गर्दैछ यता मैले यहाँ काकीले रोप्दैछ हेर्नु त ठिकै छ छोराई बस्तीको मान्छे भएर
यो मकैको बिजन चाहिँ मेरो माइत घरबाट लिएको हो। मेरो माथि ठुलो भाइ छ, ठुलो भाइ उसले दिएको मकै हे आफ्नो पालि त दामी फलाइदिन्छु। त्यहाँबाट ठुलो भाइलाई देखाउँछु। यहाँ रोप्दैछु मकै। अन्त भनिदिनु न मैले गरेको काम पनि यसो छोरा कतिको खटिँदैछ कठिनैछ छोरा पनि। कति केटा है कतिको काम गर्दैछ भनिदिनु ल्याउ न त्यो चाहिँ अब चाहिँ लन्च तरफ जानेछु। एकदमै थागाइ भएको छ। हेरौँ अब चिकन सुप रहेछ, सब्जी सिस्नु। चाहिँ दही चाहिँ छैन है आमा, आज बिग्रियो अस्ति। ओके म त आज मासु खाँदिनँ। काकी थाक्यो? खाऊ बहिनी खाऊ। ओह मासु बस्किदिनुहोस् ल। यो चाहिँ लोकल अन्डालाई टडक्कै खानु छ। पुरा थाकियो। सिस्नु आमाले अघि दाउरामा बनाएको प्युर आलु आगोमा, सरी यसरी नै म अब खाँदैछु। कस्तो भएछ? मासु खाँदिनँ आज पुर्ने हो सब्जी खाना। मैले बिहानसम्म खानु हुँदैन खाँदिनँ। आम्मामा सिस्नु त अन्त कस्तो मिठो भएछ नि हौ, लेकबाट लिएको सिस्नु। दामी। सो खानासाना खुवाइ भइसक्यो। अब काकीले चाहिँ अलिकति रहेको छ र आज काकी चाहिँ हाम्रो बारीमा आएको थियो सघाउनु आमालाई। र काकीले आज मैले खाना खाएको देखेँ है। खाना मैले कस्तो खाएँ काकी? कस्तो लागेको मैले खाना खाएको भन्नु न, भन्दिनँ भन्नु न। गीत चान जस्तै अरे।